हेलो गाइज, वेलकम टु माई न्यू ब्लग हैन। आज चाहिँ म बेसी जाँदैछु हैन। बेसी किन भन्दाखेरि आज जोत्नु पर्ने छ अनि बाद जोत्ने मर्ती गोरु छेक्दिनु पर्ने अरे, त्यही भएर म बेसी जाँदैछु हैन। मौसम पनि आज यस्तो छ, अँध्यारो छ, सबैतिर कुहिरोले ढाकेको छ हैन। र पनि केही छैन, बाटो देखिहालिन्छ हैन। अनि एउटा कुरो के भने नि, मान्छेहरू हैन उयो अब टिकटकमा लिङ्क हालेको छ हैन, युट्युबको, फेसबुकमा पनि हालेको छ। फेसबुकमा हाल्दाखेरि पनि जान्छन्, भिडियो हेर्छन् हैन, तर भ्युज मात्रै बढाउँछन् क्या। अनि सब्सक्राइबहरू नगर्ने भए, लाइकहरू नगर्ने भए, त्यहाँ गएर कुचुर भिडियो हेर्ने काम छैन। मेरो भनाइमा चाहिँ हैन, छैन। कुचुर गर्ने काम चाहिँ छैन। त्यहाँ गएर कि जाँदै नजानु, गएपछि कि सब्सक्राइब गर्नु कि लाइक गर्नु हैन, केही नगरिकन हेरेको छ, आएको छ, यसले के गर्यो, कति भ्युज आयो भनेर हेर्न गएका होला नि हैन। सायद जाओ केही छैन, र पनि गइसकेपछि चाहिँ सब्सक्राइब चाहिँ गर्नुपर्छ है गाइस। त्यति चाहिँ भनिदिएको छ हैन, सुरुमा हो हैन। अब यो सब्सक्राइब मलाई दिनमा 1000-1200 सब्सक्राइब चाहियो हैन। दिनमा एउटा सब्सक्राइब बढ्यो भने पनि महिनामा 30 वटा बढ्छ नि त। म त्यो हिसाबले जाने हो क्या। त्यो यति चाहियो उति चाहियो भनेको होइन मैले हैन। बिस्तारै बनाउँदै जाने हो, त्यही हो मेरो धारणा। आज चाहिँ म बेसी हिँडेको, अब भर्खर हिँडेको हैन। अब 1 घन्टा लाग्छ। अब यसरी भिडियो बनाउँदै जाँदा त मोबाइलको स्टोरेज पनि फुल हुन्छ, र पनि केही छैन, बनाउँदै जाने हो टकोसँगले। पुल हिँड्नकै लागि बनाएको हैन, मान्छे यताबाट हिँड्छ, यतैबाट हिँड्नु पर्यो नि। यो पुल बनाइदिएपछि त सदुपयोग पनि त गर्नु पर्यो नि। यस्तो छ, सौजन्य जेन फियाक बेनपा 5 भनेको छ हैन। यति बनाइदिएर छ मान्छेले, राम्रो काम हो नि। यसरी बनाइदिँदा राम्रो काम हो नि, यो राम्रो, साह्रै राम्रो काम हो नि मान्छेलाई हैन। बेसीबाट आउँदा चाहिँ नि यस्तो कठिन लाग्ने बाटो उकालो भनेको चाहिँ यही हो क्या। यस्तो उकालो छ नि, तलबाट आउँदा फेरि उकालो छ क्या, ठाडो छ, अनि कठिन लाग्छ, गलिहाल्छ। साइडतिर गलिँदैन, यही उकालोमा चाहिँ फत्राक खुत्रुक हुन्छ, यस्तो छ। अघि आउँछु भनेको चाहिँ यही हो हैन। यहाँ के गर्दै रहेछ यो हेरिदिउँ न त। सानो भए पनि काम त धेरै गर्छ क्या, टन्नै गर्छ यहाँ, टन्नै गर्छ क्या यहाँ छ। भ्लग बनाउनु पऱ्यो नि, हल्का बनाउनु पर्यो नि त हैन। बनाउनु पर्यो, अलिक देखिँदैन रहेछ र मात्रै तल हैन नि, देखाइदिन्थ्यो यो बोल्ने मान्छे भने। जाने यसको पारा हेरौँ न, यहाँ पारा ढिलो भइसक्यो। बाली ढाड खुसाउनुहुन्छ होला। अब यस्तो रनिङ हानेर जाने हो क्या, रनिङ लडियो भने पनि लडियो हैन। 12 बजी जोतिसक्ने भनेको हैन, अब छैन। आज बालेटी ढाड मजाले खुस्काउनु होला। केटाको रनिङ भन्ने हानेको छ, यति चौतारो काहीँ छैन अहिले। अब मजाले बनाउन भिडियो छुटेको छ, ढिलो भइसक्यो। गलिहालिँदो रहेछ, ओह्रालो कुद्दा पनि गलिहालिँदो रहेछ। मलाई एउटा कुरो त गिन्ती लाग्छ क्या, यसरी हेऱ्यो भने टेढो भइदिन्छ होइन आँखा, अनि भिडियो राम्रो हुँदैन क्या आँखा टेढो भएपछि। यसरी हेरेपछि टेढो भइदिन्छ होइन। ब्याम्बो, दिस इज अ ब्याम्बो। हामी पहिले सानो हुँदा क्या, यो टिनमाथि एउटा टिनको चरो बनाएको छ होइन। यो चरोलाई चाहिँ हामी के भन्थ्यौँ भने हैन, यो किन राखेको होला भन्थ्यौँ क्या हामी। तर बुझ्दै जाँदैछ, टिन काटेर सो गरेको रहेछ क्या।
यहाँबाट त्यो हल्का क्लियर देखिरहेको छ तल खोला होइन गजुरमुखीको, तर दामी देखिन्छ क्या यहाँनिर। अलिक यहाँ हल्का देखिरहेको छ तल, आँखाले हेर्दा चाहिँ राम्रो देखिरहेछ, फोनको क्वालिटी नभएर चाहिँ होइन तल देखिरहेको छ। अहिले हाम्रोबाट उताबाट अलिक देखिन्छ कि यहाँबाट चाहिँ होइन, यहाँबाट तिउँदो तल तल अरू बेसी जाने ठाउँ हो, यहाँबाट ती यता हाम्रो बेसी जाने ठाउँ हो होइन। अब बेसी आइपुगिसक्यो होइन, अब बाको गाली खाइन्छ होला होइन, खाए पनि बाउले गाली गरेको होइन, छोराले केही छैन अब होइन, ढिलो आएपछि त भइहाल्छ नि, गाली साली खाइहालिन्छ नि। पनि बाको रियाक्सन त्यो कस्तो होला होइन, गाली गरेर मलाई अहिले यस्तो चमक चमक छ होइन अनुहार। अब बाको गाली खाएपछि चाहिँ कालो हुन्छ क्या अनुहारै। यहाँ आइपुग्न आँटो होइन, अब देखाउँछु बेसी आइपुग्न आँटो क्या अब हाम्रो गोठ आइपुग्न आँटो। यो चाहिँ हाम्रो मकैहरू हो, त मकै यो चाहिँ हाम्रो बेसी हो खेत हो होइन। आलीमा हिँड्नुपर्छ, लड्यो भने फेरि यता पुगिन्छ, ढाड खुस्किन्छ पासेर नि मकैले है। यहाँले बाबाले बाँस राख्नु भएको रहेछ, कहाँ जानुभएछ बाबा, जोत्ने हो तल, बाबा कहाँ जानुभएछ। त्यहाँ हुनुहुँदो रहेछ। ए कटेरो यो हाम्रो याक्सा हो होइन, यो याक्सा अस्ति बाबाले बनाउनु भएको। तल हल्का देखिरहेछ तल खोलाहरू। धेरै जुम गऱ्यो भने पनि किरिङ मिरिङ आउँछ। हो ती गोरु जोत्ने यता तल होइन बा। हाम्रोतिर चाहिँ ढोका यस्तो छ यहाँ होइन, बेसीको घर हो नि त, ठ्याक्क लाग्छ। ल यहीँ राख्छु चप्पल त, यहीँ राख्दा हुन्छ होला, चप्पल नलाउनु। अरू तल हिलो छ नि त, माटे लाग्छ। यस्तो छ हाम्रो ढोका होइन। अब जुवा टक्क बोकेर जाने हो होइन, गोरु नार्ने हो। मलाई चाहिँ नार्न आउँदैन। बाले कराउनुहुन्छ होला भनेको होइन, कराउनु भएन। तल यहाँतिर धान रहेछ, बिउ मजाले आएन छ बिउहरू, पातलो आएछ। स्यालले टेकेर भन्दै हुन्थ्यो बा यसपालि बिउै पुग्दैन कि क्या, पातलो छ। अब जोत्न हिँडेको लागेको, म त जोत्ने होइन, म त छेक्दिने मात्रै हो। अब जोत्ने हो सुर लागेर भित्रो छेक्नु पर्ने भयो। नार्न थाल्यो, यसरी नार्ने हो गोरु। देब्रे दाहिने मिलाउनु पर्छ। कुदै गर्छ, हान्न त हान्दैन नि बा, हान्दैन ठिकै हो। ए टेक्छ खुट्टा टेक्छ नि। हालो लाउँदै हुनुहुन्छ। गोरु आउँछ अरे नि त,
खुट्टा गोच्छ भनेर डराउनु अझै ओइ लागिहाल्यो नि एकले अगेर हो र फर्काउँदा जा तर हाम्रोतिर त यस्तरी नि जोत्छौँ लुडीले जोत्नु दिए त अनि हलै गाडिँदैन त बा लुडी कम्ती साह्रो छ भने अब यो सब सिरुहरू छ आले काट्न गाह्रो हुन्छ उखुल्नु पर्ने एउटै गाडिएन अब लुडीले गर्दा जोत्दै हुन्छ अहिले फेरि धेरै भिडियो बनायो भने बारिसले रिसाउनु हुन्छ हुँदैन भिडियो बनाउनु गोरु जोत्दै गरेको मान्छेलाई रिस उठ्छ नि त गोरुले रिस उठाएर अहिले स्वाट भेट्यो भन्दा स्वाट गोरुले रिस उठाउँछ कि स्वाट भेटिहालिन्छ यत्रो ठुलो भएर पनि स्वाट खाइयो भने त नरमाइलो भयो नि त चरुवा साह्रै चरुवा रहेछ गोरु माथि भिडियो बनाउँदै ठिक हुने भयो भ्लग हो नि त भ्लग पनि बनाइरहनु पर्यो नि त ज्योति सक्यो होइन अब तल्लो घर गोरु ओह्राल्ने ओर्ले ए ओर्ले 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 हेलो हेलो राख्ने ठाउँ भनेको यस्तो ठाउँमा बस्नुपर्छ होइन त्यो सरर यस्तो आनन्दले हावा आउने ठाउँमा होइन मामा केही बोल्नु न हौ तपाईँ बोल्छु नि अनि बोल भने पो बोल्नु ल बोल्नु न ल मामा यहाँको यसो बारेमा भन्नु न यो भट्टराई गाउँको बारेमा यसो ए भट्टराई गाउँको बारेमा हाम्रो जितपुर 5 हैन जितपुर 5 पहिलेको है अहिले 9 अति राम्रो छ हावा शीतल मठ मन्दिर भएको ठाउँ गाउँ यता तल हैन तल खोला नाला नजिकै देवधाम भएको ठाउँ शिखरीले कहिले पनि गर्मी हुँदैन हाम्रो ठाउँमा पसिना मात्रै तुरुक तुरुक झर्छन् हैन यता ठाउँमा बसेका छौँ हामी असार साउनमा खेती गर्छौँ अनि लाइक कमेन्ट सब्स्क्राइब गरिदियो भन्नु न सब्स्क्राइब गरिदियो भन्नु न भन्नु न के भन्नु सब्स्क्राइब गरिदिनुहोस् सबैजनाले ल मामाले भन्नुभएको हुन्छ भान्जोको लागि होइन सब्स्क्राइब गर्नु पर्यो लाइक कमेन्ट गर्नु पर्यो भिडियोमा होइन फेरि कहिले कहिले बर्खामा आउँदा मामासँग भेटाइरहन्छु फेरि पनि गरौँला भनौँला हैन अब त्यस्तै डाँडा काँडा हेर्दै बस्नु सुतेको को सुतेको यो को सुतेको को सुतेको यो ओ भाइ हलिँदैछ फेरि सास्ता फेर्दैछ त पानी कहाँ भयो पानी यो भाइलाई के भयो सास फेरि चलिरहेछ ओ भाइ के भयो भाइ के भन्छ यो भाइ त के भयो होइन म त केही भयो भनेर होला नि होइन नचल भाइ नचल ए भाइ